यिनीहरू हाम्रो भएको हाम्रो जुन यो छ हाम्रो सशस्त्र टिम हेर्नु उहाँहरू बसेर यो हाम्रो कसैलाई पनि थाहा थिएन यो सबै सिभिलमा नभएको सबैजना यिनीहरू सब इन्डियन हुन् अनि हामी नेपाली सशस्त्र मिलेर यो भत्काउने काम गरेछ यो हाम्रो नेपाल हो हेर्नु यो हाम्रो साथीहरू यो भिडियो आज दिउँसोको हो। सोस्तामा भारतीय एसएसपी सहितको टिमले 40-45 जनाको टिमले नेपालको त्यो सुस्तामा गएर त्यहाँमा भएको त्यो बाँधहरू भत्काइदिएको छ। त्यस लगतै त्यहाँ झगडा हुने सम्भावना भइसक्यो र 3 जना नेपालीहरू घाइते भएको भन्ने कुराहरू पनि सुन्नमा आएको छ। त्यस लगतै नेपाल सशस्त्र प्रहरी लगायतको टिम त्यहाँ खटिएको छ र खटिसके पछाडि त्यहाँको जुन माहौल थियो त्यो माहौललाई शान्त बनाउने अथवा त्यो माहौललाई कन्ट्रोलमा ल्याउने अवस्था भइसकेको विभिन्न खबरहरूमा आइरहेका छन् र यो यस्तो भारतको यो दादागिरी र यसलाई चाहिँ नेपाल सरकारले एउटा गम्भीरताका साथ यसलाई कसरी हुन्छ यो मिलाउन जरुरी छ र त्यहाँ आएर बार नेपालीहरूलाई त्यो सुस्तामा आएर नेपालीहरूलाई दिने खालको त्यो बार धम्की त्यो गरिने व्यवहारप्रति यो साँच्चीकै खेदपूर्ण छ। यसको लागि सरकार जिम्मेवार रहेर छिटोभन्दा छिटो यसको कार्यान्वयन गरोस्।